सो गाइस वेलकम टु माई अनदर मिनी ब्लग होइन। अलि छिटोकोसँग लगाएर लगभग 2 बजिसकेको छ। छिटोसँग लगाएर फेरि मैले भिडियो रोक्नु कुरो हुन्छ बाटो। अनि अहिले चाहिँ हामी 2 बजिसकेको छ। अनि हामी चाहिँ काममा गएको दिउँसोको छुट्टी खाएर छुट्टी भएर अनि के खन्द्रेङ गर्छ भनेर चाहिँ पक्कै पनि दिमागमा आइरहेको होला तपाईँहरूको। साइकल पुरै खन्द्रेङ गर्दैछ क्या। साइकल खन्द्रेङ गर्छ किनभने रोडै यस्तो छ बाटो। अब मैले यहाँ पर पुलमा पुगिसकेपछि मेरो अर्को साथीलाई फोन गरेर बोलाउनु पर्छ अनि जानुपर्छ। किनभने मैले त्यसलाई फोन गर्छु भनेर भनेको छु नि त। उताबाट बाटो चाहिँ राम्रो छ, त्यो नराम्रो बाटो आयो किनभने साथीलाई पर्खिनु पऱ्यो नि त होइन। साथीलाई कल गर्नु पऱ्यो मैले त्यहाँबाट। अनि म यहाँबाट साथीलाई कल गर्छु। यो पुल देखिएको ठाउँबाट मैले साथीलाई कल गर्थेँ क्या। त्यसलाई पनि लिएर जानुपर्ने छ। कोसँग लगाएर म पुलमा आइसकेपछि त्यसलाई फोन गरेको, त्यसले भन्दैछ म आउँदैछु भनेर। तर आउन त त्यसो घर त्यहीँ हो, के गर्दैछ आइहाल्छ त्यस्तै हो त्यो होइन। आउने बेला त्यो आएपछि फेरि त्यसले साइकल कुदाउँछ होला, म भिडियो बनाउँछु त्यस्तै हो। घुमाइछु किनभने त्यसलाई पर्खिरहेको थिएँ। यो पुलमा पर्खिनु भनेको पनि हामीले बिल भएको क्या। यो पुलमा पर्खिनु त्यसो गर्छ यो तल यो पुल देखेको ठाउँमा हो क्या। त्यसो गरेर निक्ल्यो जस्तो छ अब बजार आउँदैछ परबाट आउँदैछ त्यो सबैसँग लगाएर हामी चाहिँ काममा छिरिसक्यौँ क्या। अनि छिरिसकेपछि हाम्रो काम चाहिँ के कस्तो हो भनेर तपाईँहरूले शङ्का लागिरह होला। यो कलर लाग्ने काम गाइस चक्कसँगले यहाँ आइसकेर अब हामी काम हाल्न थालिसक्यौँ। यहाँ चाहिँ दाइले हाल्दैछ नि पुरा लाउँदैछ। अब मेरो चाहिँ यो सानो जस्तो यो यस्तो नलाग्ने काम मेरो चाहिँ दाइले चाहिँ सबैले राम्रो हुन्छ।